हामी चाहिँ पशुपतिमा आएको छोरोको चिज पनि लग्दैछ पाउँदाखेरि कुनै हो टक्क युट्युबमा देखा पर्नुहुन्छ माथि महँगो हुन्छ भनेर तलैबाट 100 रुपियाँको चटपटी ल्याएको 30 रुपियाँको जस्तो भएछ। आज हामी पशुपति घुम्न आएको छोरा हाई गरिदिनु हाई गरिदिनु छोरो हाई हाई गरिदिनु यहाँ माथि हाई गरिदिनु त हेलो हेलो गरिदिनु खै त राम्रो छ हेलो गर्नु सर हेलो गर्नु त गरिदिनु न छिटो उयो हेलो गरिदिनु त हामी के आएको चलो हामी के आएको भनिदिनु त कहाँ आएको भनिदिनु त चलो उ त हेर्ने हो त्यो यस्तो यस्तो निक्लेको यो हेर्ने हो मूर्ति आदि निस्केको ल आउनु ल यो त फेरि त्यहाँ उयो रहेछ ठ्याक्कै त्यहाँ छ मिल्छ है आउ ल फेरि बच्चा डराउला नि भन्ने कुरो यहाँ उयो क्या यो हो देखेन यहाँ यतापट्टि हामी चाहिँ आज पशुपति घुम्न आएको यता चाहिँ हाम्रो आसु अनि मेरो छोरो मेरो बुढी यता हेरेर केही भन्देऊ न यार केही भन्देऊ त ल पशुपति कस्तो रहेछ आसु राम्रो छ बाबा हाम्रो आसु पनि टक्क युट्युबमा देखा पर्नुहुन्छ भन्दै त मैले कान्छी कस्तो लाग्यो तिमीलाई थाकेर मन लागेला मेरो छोरो खतरा छ नि हो अरू हिँड्छ हामी चाहिँ टक्क माथि डाँडामा जन्ला हो टिक्का नलाऊ टिक्का लगायो भने बर्बाद हुन्छ टिक्का लगायो भने बर्बाद हुन्छ छोड्दै त आफै उक्लिन्छ छोड्दै न उक्ली छोरा उक्ली छिटो उक्ली छिटो दौडी छिटो दौडी हो कतिले त टिप्छ है यहाँ जोखिम त छोरो कति छ छोरो यहाँ उभिन्छ उयो उभिन त हो त्यहाँ हो त्यो टेकी गर्नु त कति रहेछ 15 केजी ओहो मेरो छोरो त 15 केजी मात्र रहेछ
है लौ त म देख्छु तिमी नजाने लौ त म कति रहेछु त ल 65 खानु अब जाने यता आउने यता छिटो छिटो ल छिटो आइज छिटो छिटो बेटो 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 त्यो आची छ आची मेरो छोरा कहाँ हिँडेको हामी चाहिँ पशुपतिमा आएको छोरोको चिज वाले लग्दैछ बाँदरले फेरि अर्को किनिदिएको है हामी चाहिँ टक्क यहाँ चटपटे पार्टी हाल्दै बाँदर कता छ और पुर्खोली बाजे उहाँ से जो एउटा उहाँ चाहिँ शाखा सन्तानै रहेछ त्यहाँ त गाइरहेको आइज ल हो पुर्खौली सन्तानी हो के भन्छ बाजे कि के अरे हाम्रो चटपटे यस्तो छ खाने मान्छे एउटा यहाँ छ यता आसु हुनुहुन्छ यहाँ छ छोरो छोरो लगिदियो अघि है छ है त छोरो माथि महँगो हुन्छ भनेर तलैबाट 100 रुपियाँको चटपटी ल्याएको 30 रुपियाँको जस्तो भएछ